मैले पार्ट 1 मा काठमाडौँदेखि पोखरा जाँदासम्म हामीले के गर्यौं भन्ने कुराहरु सबै देखाएको थिएँ र बेलुका पख हाम्रो ओरिएन्टेसन प्रोग्राम पनि भइरहेको थियो। Amazing dance and singing performances सो साथीहरु अहिले भर्खर हाम्रो ओरिएन्टेसन चाहिँ भर्खर सकिसकेको छ कार्यक्रम। सो भोलि चाहिँ हामी लुवाङ घुम्न जाने वाला छौं। कस्तो लाग्यो साथीहरु? एकदम बवाल हैन। ओरिएन्टेसन भित्र चाहिँ हाम्रो प्रोग्राम चाहिँ सकिसकेको छ। सो यसरी हाम्रो ओरिएन्टेसन कार्यक्रम सकिसकेपछि अलिकति हामीहरु रमाइलो गर्छौं र हाम्रो आजको दिन यसरी नै सकिन्छ। हे गुड मर्निङ साथीहरु, आज चाहिँ हाम्रो दोस्रो दिन, त्यही भएर आज पोखराको फेवाताल घुम्न आएका छौं। सो कस्तो छ त पोखराको फेवाताल? एकचोटी सिनेमेटिक भिडियोमा पनि हेरौँ है त साथीहरु। केही बेर पछि मेरा साथीहरु आए र साथीहरुसँग एउटा दुईटा भिडियो बनाए अनि रिजल्ट यस्तो आयो। ओ साथीहरु, अहिले चाहिँ म एक्लै छु हैन फेवाताल नजिक। साथीहरु सबै अगाडि गइगएछन् यार, म उता पछाडी थिए। मैले सोचेको थिएँ हाम्रो काकुहरु अगाडि गएका होलान्। सो काकुहरु त पुरै चिल गरिरहेका रहेछन् यता। ल गाइस, बोटिङ है, बोटिङ गर्दा म चाहिँ बोटिङ गर्दैछु। ल सिंगल बोटिङ, साथमा तालबराई। अलि मजा आएन है? एउटा गीत राखौँ त कस्तो देखिँदो रहेछ। केही बेर पछि सबै साथीहरु एकै ठाउँमा आउँछन् र हामीहरु एउटा दुईटा भिडियो बनाउँछौं अनि हामीहरु बोटिङ गर्नतिर लाग्छौं। हामी चाहिँ अब बोटिङ गर्नको लागि जाँदैछौँ। केटाहरु सबै रेडी भइसकेका छन्। लडाई मैदान लाग्यो कि बोटिङमा हो कुरा हो। के का ओए, अब चाहिँ बोटिङ गर्ने हो सरास। सो साथीहरु हामी चाहिँ बोटिङ गरिरहेका छौं। सो लेट्स गो। बना बना के बना के बना। सो हामीहरु तालबराई मन्दिरमा गएर अलिकति रमाइलो गर्यौं र भिडियोहरु पनि बनायौं। सो साथीहरु मन्दिरमा गएर साथीहरु पनि उत्तिकै एक्साइटेड देखिन्थे। सो अर्कोतिर साथीहरु फर्किन लागिसकेका थिए र हामीहरु पनि फर्कने प्लान गरिरहेका थियौं। सो केही बेर पछि हामीहरु पनि फर्कनको लागि आफ्नो बोटमा गएर बस्छौं। साथीहरु अहिले चाहिँ हामी अब फर्किसकेका छौं। सो उता तालबराईबाट हैन फर्किसकेका छौं। पुग्न लागिसकेका छौं। उता मान्छे टन्नै छ। फर्किसकेका छौं है साथीहरु। ओ माई गॉड गाइस, हामी चाहिँ अब यहाँदेखि फर्किएको हैन। टक्कै लुटेल साथी पनि भर्खर घुमेर आएछन्। कस्तो लाग्यो दोस्त आज भन त ल? राम्रै भइरहेको दोस्त, एकदम रमाइलो भइरहेछ नि। रमाइलो नि। ओ माई गॉड, म मेरो पनि फर्स्ट टाइम हो यार। जोस फर्स्ट टाइम आएस एक्साइटेड चाहिँ टन्नै हुने रहेछ के जोस हैन। ल साथीहरु अब चाहिँ हामी होटलतिर जाँदैछौँ। आज चाहिँ हामी कहाँ जाने हो आज? लुवाङ भिलेज। लुवाङ भिलेज जाँदैछौँ। अघिदेखि पनि भनिरहेको छु। सो लुवाङ भिलेज जाने हो। सो अब बाटोमा यात्राहरूको सानो सानो क्लिपहरू देखाउनेवाला छौँ। अहिले चाहिँ यति नै। कस्तो दोस्त? सो हामीहरु केही बेर पछि लुवाङतिर लाग्छौँ। लुवाङ जानलाई हामीले हिँड्नु पर्ने रहेछ। सो देख्न सक्नुहुन्छ। सो साथीहरु अहिले चाहिँ हामी गाडीबाट उत्रिसकेका छौँ। हामी चाहिँ लङ गाउँमा लागिसकेका छौँ। बाटो एकदम टाढा रहेको छ। लगभग हाम्रो कति किलोमिटर रे? 31 लगभग 31 किलोमिटरसम्म हामी हिँड्नु पर्नेछ। तर केही छैन, हामीलाई त केही लागिरहेको छैन। एकदम रमाइलो हुन्छ जस्तो लागिरहेको छ। हिँडिरहेका छौँ, रमाइलो भइरहेको छ। रमाइलो पनि गाइस, कम अन लेट्स गो। साथी कहाँ जाँदैछौ तिमी? के गर्न?
ओ माई गॉड के छ दोस्त एकदम रमाइलो भइरहेछ नि ओहो हेलो हेलो साथीहरु हामी चाहिँ अब उकालोतिर जाँदै छौं अगाडि पनि साथीहरु जाँदै छन् यी देख्न सक्नुहुन्छ तपाईहरु तर अँध्यारोमा अन्धेर भन्दा नि अपोजिट साइड भएर हुँदैन बादल पर्यो सो हेलो साथीहरु के हो कता दितेश कस्तो लागिरहेछ धेरै अप्ठ्यारो भइरहेछ साथी तराईमा यस्तो छैन नि त समतल हुन्छ ओहो उकालो भएर कस्तो थकाइ महसुस भइरहेको छ उता पनि छ रे ओके गाइस ब्याकग्राउन्ड टक्क मेरो टाउकोमा देख्न सक्नुहुन्छ हिमाल देखिरहेको छ हिउँ ओ माइ गॉड ओएमजी हाम्रो अर्का साथीहरु त्यहाँ छन् अब म यिनीहरूलाई प्रश्न गर्न गइरहेको छु हेलो हेलो थकाइ लागिरहेको छ हजुर कस्तो महसुस भइरहेको छ के राम्रो भइरहेछ एनर्जी लस अब तिमीलाई म एउटा खतरा उ दिन चाहन्छु एउटा फिडब्याक भन भन अब तिमीले वेट घटाउनु पर्छ यस्तो काला हिँड्नलाई कसो वेट घटाउनु छैन मलाई ओहो नत्र त हिँड्न सकिन्न नि त हिँड्न सकिरहेको छु त ल ठिक छ हिँड्न सकिरहेका छन् सो साथीहरु अहिले चाहिँ हामी खेतको बाटो हुँदै आएका छौं सो बाटो त तल रहेको छ तर हामी चाहिँ खेतबाट आएको किनकि हाम्रो गाउँले बानी हो नि त गाउँले बानी अपनाइरहेको छु सो गाउँमा हुँदाखेरि यस्तै डिलमा हुँदै जगडाको डिलमा हुँदै आइन्थ्यो क्या सो त्यही भएर गएको डिल आएको इ ल यस्तो रहेछ सो साथीहरु हाम्रा सरहरु टक्कै हिमालको भ्यूसँगै क्यामेरा लिइरहनु भएको छ देख्न सक्नुहुन्छ है यु क्यान सी तपाईहरु देख्न सक्नुहुन्छ नि उता छन् हाम्रो साथी अहिले रमाइलो हुन्छ एकछिन पछि आहा पोखराको बाटो समायो मनमा उज्यालो छायो ओरिएन्टेसनको बहानामा जीवनले रंग पायो इमोसनल छ नि साथीहरु गीत त सो हामीहरु लङगाउँमा पुगिसकेका छौं एकछिनपछि हाम्रो क्लासका केटीहरु पनि पुग्छन् म के भन्न सक्दिन थकाइ लाग्यो थकाइ हेलो 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 थकाइ लाग्यो लास्ट डे तिमीलाई पनि मलाई धेरै थकाइ लाग्यो के भनौं आउन त यति एक्साइटेड थियो कि थकाइको कुरै छोड्दियो भाइ अनि हाम्रो इसाजीलाई बोल्ने हालतमा छैन यिनीहरु बोल्न सक्ने अवस्थामा थिएनन् ठिकै छ तर सबैजना आफआफ्नो होमस्टेमा गइसकेका थिए तर हामी बने फाइनली साथीहरु यात लास्टमा हामी चाहिँ होम स्टे नम्बर 26 मा जाँदै छौं है साथीहरु अब लास्टमा गरी अब यस्तै भयो 24 मा सो साथीहरु अहिले चाहिँ हामी भर्खर अनि यहाँ बिहानको खाना खाएर अब चाहिँ घुम्न जान लागेका छौं आउने यार दोस्त यता हेर ओ यिनी चाहिँ हाम्रो जुम्ली दोस्त देख्न सक्नुहुन्छ हो हाम्रो यिनी शान्त किसी गायकार अनि अर्को दोस्त छन् हेर ओहो रमाइलो भइरहेछ नि जस्तो रमाइलो त दुईटा भ्यू देखाउन मलाई ओ माय गॉड हेर न भ्यू अघि देखाइसक्यो सुन्तला खाग्ने हो साथीहरु यो सुन्तला चाहिँ हामीलाई सरले दिनुभएको अहिले भर्खर अमर सरले दिनुभएको अमर सरले भन न साथीहरु म तपाईलाई घट्ट देखाउन गइरहेको छु यो चाहिँ घट्ट रहेछ पुरानो बिग्रेको र फाइनली साथीहरु हामी लुवाङ भिलेज लेखेको ठाउँमा पुगिसकेका छौं देख्न सक्नुहुन्छ यहाँदेखि माथि हिँड्यो भने चाहिँ चिया बारी पुग्छौँ होला हैन केटाहरु हाम्रो केटाहरु बसिरहेको छन् त मजाले आई लभ यु ल साथीहरु हामी चाहिँ लुवाङमा पुगिसकेका छौं देख्न सक्नुहुन्छ लुवाङको पोर्ट हेलो साथीहरु बाइ बाइ साथीहरु हामी चाहिँ अब चिया बगानमा जान लागेका छौं सो साथीहरु हामी केही बेर हिँडिसकेपछि गौतम बुद्धको मूर्ति भएको ठाउँमा पुग्छौं र साथीहरुसँग एउटा दुईटा टिकटक बनाउँछौं सो हेलो साथीहरु हामी चाहिँ चिया बगान नजिक पुग्न लागिसकेका छौं चिया बगान पुग्न अब 10 मिनेट लाग्छ कि कति मिनेट लाग्छ थाहा छैन यी तल साथीहरु आइरहेका छन् कुद साथी कुद 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 उकालोमा कुद्नु पर्छ नेभर गिभ अप
नेभर गिभ अप गर्नुहुन्न नि त साथीहरू। नेभर गिभ अप भन्नु नै स्टुडेन्ट्स लाइफमा नेभर गिभ अप हुनुपर्छ। किन थाहा छ? नेभर गिभ अप गऱ्यो भनेकै जस्तै म एउटा कहानी सुनाउँछु। एउटा मान्छे गइरहेको रहेछ हिँडिरहेको रहेछ त्यसले कहिल्यै पनि गिभ अप गरेन सके। गिभ अप नगरी चिया बगान नजिक पुग्न लागेको छ। गिभ अप गरौँ कि सोचेछ। लास्टमा सबैले गिभ अप गर्दा त्यसले पनि गिभ अप गरौँ कि सोचेछ के। उहाँ जानु त पुग्दैन अरे, अर्को डाँडा जानु त पुग्दैन अरे। लास्टमा के भएछ थाहा साथीहरू? त्यो मान्छे फाइनल्ली त्यसको डेस्टिनेसनमा पुगेछ। कसरी? किनकि यसरी नै त्यो मान्छे मै हो साथीहरू। है यो चिया बगान भनेको यही रहेछ साथीहरू। ओ माई गड साथीहरू, यस्तो खतरा चिया बगान छ नि। ल चिया चाखेर हेरौँ त। ओ माई गड चिया बगान अनि यताको भ्यू। ओ माई गड कस्तो रमाइलो। म चियाको त भित्र बगानमा छिर्छु है साथीहरू। यस्तो रमाइलो ठाउँमा त नछिरेर कहाँ छिर्ने हो भन त ल। ओ माई गड चिया बगान। ओ माई गड साथीहरू चिया बगान। ओ माई गड दोस्त आउ छिटो चिया बगान। ओ माई गड साथीहरू। ओ माई गड कटिङ फिटिङ मान्छेले खतरै भएको छ। उता ड्रेस लगाएर फोटोसोटो पनि खिचिरहेका छन्। एकदम रमाइलो। ओ माई गड एकदम भ्यू पनि। ओहो आम्मा केटाहरू त उता कहाँ पुगिसकेका छन् यार। माई गड ढिला आएर मेस्टिक भयो नि साथीहरू। चिया बगान ओहो आम्मा उता पनि 2-3 साथीहरू रहेछन् बसेका यहाँनिर। डाँडामा देख्न सक्नुहुन्छ तपाईँहरू। हो माथिबाट साथीहरू हामी चाहिँ अब तल आइसकेका छौँ। साथीहरू म साँच्चै झुट नबोलेर भनिरहेको छु। म अहिले पोखरा आएपछि ट्याक्कै आफ्नै होम टाउन यानि कि हाम्रो गाउँतिर जस्तै हुम्लातिर जस्तै लागिरहेको छ कि पुरै यस्तो हिमाल देखिरहेको छ। यहाँको वातावरण हावा चिसो पानी सबले गरेर त पुरै ठ्याक्कै हुम्ला जस्तै लागेको छ साथीहरू। एकदम रमाइलो छ। ओ माई गड पोखरा आई मिस यु सो मच। सो साथीहरू लङमा घुम्दा राति पर्न लागिहाल्छ। सो बेलुका पख सबै विद्यार्थीहरू एकै ठाउँमा भेला हुन्छन् र रमाइलो हुन्छ। बन्दीपुर जाउँला सँगै कसौँला क्यामेराले सो काकोहरू चाहिँ यता डान्स गरिरहेका थिए। उता चाहिँ हामी साथीहरू अलिअलि भए पनि पैसा उठाएर क्याम्प फायर गर्ने प्लान गऱ्यौँ र हामीहरूले क्याम्प फायर गर्न थाल्यौँ। साथीहरू हामी चाहिँ यता यस्तो रमाइलो गरिरहेका थियौँ। केटीहरू उता डान्स गरिरहेका रहेछन्। ल हेर्नु ल साथीहरू बिहानको भइरहेछ है हाम्रो डिनर। यी साथीहरू सबैले खाइरहेका छन्। हो पी
यिनी चाहिँ भेजिटेरियन परे, अरू सबै चाहिँ मासुटेरियन परे। तिमी पनि अन्डाटेरियन यता अच्छा अन्डाटेरियन चाहिँ हामीहरू। तिमी अन्डाटेकर ल ठिक छ। सो साथीहरू आज चाहिँ हामी लुवाङबाट काठमाडौँ फर्किनेवाला छौँ। सो त्यही भएर बिदाई गरिरहेका छन् र हामीलाई पनि एकछिनमा बिदाई हुन्छ, देख्न सक्नुहुन्छ। पोखरा लुवाङ गीत र कथा बीच मनका कुरा साथ नजिक भयौ निश्चित। पहिले नचिनेका अनुहार आज आफ्नै जस्तै। समयले बाँध्यो डोरी छुट्दैन अब कहिले। पोखरा रमाइलो लुवाङ झन् प्यारो साथीको हाँसो